गाइस दर्शन नमस्ते सबैजनालाई। बल्सियाको मिनी ब्लग फेरि पनि आएको छ, सानो छोटो है। हजुरहरू हेरेर साथ दिनु होला। आमसेम यार नन्द भाउजू के हो यार तर तपाईँलाई कसरी हान्थ्यो आज चाहिँ दोस्रो सोमबार है साथीहरू। दोस्रो सोमबारमा चाहिँ हामी मुक्तिनाथ मन्दिर यहाँ प्रियङ्काले ट्याक्सी बोलाएछ। हामी कता हौ? पुरै ट्याक्सीबाट आउँदा हो गाइसहरू हैन। बस्नु बस्नु यस्तो भए चुचुर माथि ढाडको हड्डी ओहो हाय बाबु दिदी भाइ आरती कोसँग हो? चगर्तीमाको त गाडीलाई हो नाटक अब कति वर्ष पछाडि नेपाल आएको है। अब पूजा त गर्नु पर्यो, भगवानलाई त सम्झिनु पर्यो गाइसहरू। मैले मुक्तिनाथ गएर चाले 256 नि त है बाइकमै लिन्छ होला त्यति त 256 त बाइकले लिन्छ होला। इन ड्राइभरहरुले त 50 किलोमै ल्याउँछ। 50 दिनुस् त अब त होला दिदी नजिक नजिक त सस्तै हुन्छ रे के। अनि टाढा घुम्नु भन्दा यस्तो फाइदा रे। मेरो अंकलले इन्भेस्ट गर्यो भने ओके छ त खै म बोकिहाल्छ नि। रौतहट टोलीहरूलाई त आज त धेरै वर्ष पछाडि भेट भएको हो नि त। रमाइलो भइरहेछ हो। यहाँ हेर्नु बाजेले त यार बाङको टिका लगाइदिनु भएछ। झन् भाग्यमानी हुन्छ नि। ल गाइजहरू पानी चढाउँला अलिअलि साँच्चै। ल जा गइसक्यो कि अघि तल झरेको थियो। उनीहरू कता गयो मलाई थाहा छैन यार। हमको नहीं पता। गाइसहरू होइन कता गए तिनीहरू? गाइसहरू होइन टिका बनाएको छ है।
बाजेले त मेरो सुके पुरो खोइ तिनीहरू पर्खा बस्नेहरू सोमबारे म बाहेक सबै